दिस इलेक्सन हु आर यु भोटिङ फर? मलाई सोधिन्छ, यो चुनावमा कसलाई भोट दिने? यो प्रश्न सँगसँगै सधैँ मेरो लागि उत्तर पनि उतैबाट आउँछ। तिमीले त आफ्नो मान्छेलाई नै भोट दिने होला नि? मैले सोधे, किन? जवाफ आउँछ, आफ्नो भएर आफ्नोलाई त हो नि भोट। फेरि सोधे, किन? हा। अनि हाँसोमा कुरा सकिन्छ। त्यो हाँसोले मलाई अलिक गिज्याए जस्तो लाग्यो। घर फर्केपछि म धेरै बेर सोच्दै बसेँ। हाम्रो समाज जातिवादी छ भन्ने कुरा त मैले पहिला पनि धेरैचोटि महसुस गरेको छु। हुर्कदै जाँदा जीवनको हरेक पडाउमा म जस्तो देखिने मान्छे उच्च ओहदामा, नेतृत्वमा, निर्णय लिने ठाउँमा धेरै देख्दिन थिए। विद्यार्थी हुँदा टिचर्सहरूको अनुहार, कर्मचारी हुँदा हाकिमहरूको अनुहार, देश चलाउने ठाउँमा पनि त्यस्तै अनुहार। त्यसैले आज म जस्तो सानो आँखा भएको, अलि थ्याप्चो नाक भएको, नाम पछाडि उही स्पेलिङ भएको थर भएको एकजना उठेर भन्छ, म यो देशको नेतृत्व गर्न चाहन्छु। त्यो देख्ने बित्तिकै भित्र कतै केही हल्लिन्छ। एक किसिमको गर्व लाग्छ, एक किसिमको आश पनि जाग्छ, अनि डर पनि। र यदि उसले राम्रो काम गरेको छ भने, यदि उसको भिजन पनि बलियो छ भने, त्यसको आधारमा भोट दिनु त स्वाभाविक नै हो। तर यो निर्णयलाई मात्र पहिचानको चस्माबाट हेर्नु हुँदैन, होइन र? माथिको कन्भर्सेसनमा न भिजनको कुरा भयो, न कामको हिसाब, न चरित्रको कुरा। रिप्रेजेन्टेसन महत्त्वपूर्ण छ। म पनि त्यसको महत्त्व गहिरोसँग महसुस गर्छु। तर नेतृत्वमा जिम्मेवारी पनि त छ नि, होइन र? यो पटकको चुनाव किन भइरहेको छ बुझी, भोट कसैको अनुहार हेरेर मात्र होइन, हाम्रो भविष्य हेरेर गर्नुपर्छ जस्तो लाग्छ। तपाईँ के सोच्दै हुनुहुन्छ? हामीले कसलाई भोट दिनुपर्छ? हाम्रो जस्तो देखिनेलाई, कि देशको दीर्घकालीन हित चाहने, अग्रगामी र परिवर्तनकारी सोच राख्ने, विगतको आन्दोलनलाई सम्बोधन गरी देशलाई अगाडि बढाउन सक्नेलाई, कि दुइटै नै मिल्ने मान्छेलाई? भन्नु है।